एक समय तथागत भगवान बुद्ध वैशालीमा महावनको कोटागार शालामा विचरण गरिरहेको बेलामा, उपदेश दिइरहेको बेलामा लक्ष्मी सरदार ओटटले भन्नुहुन्छ कि लक्ष्मी पुत्र सुनखतले भन्दै थियो कि 3 वर्ष भगवानसँग बिताए त्यही आशमा कि उहाँको लोभलाग्दो दिव्य दर्शन र दिव्य शब्दहरूलाई सुन्न पाउनु। तर यस्तो कुनै पनि कुरा भएन। न त मैले त्यो रूप देखेँ अथवा न कुनै दिव्य शब्दको मैले सुन्नुमा त के दिव्य शब्दहरू भएर सुन्न नसकेको हो अथवा नभएर सुन्न नसकेको हो। त्यसमा भगवान तथागतले भन्नुहुन्छ, तथागत बुद्धले त्यो लक्ष्मी सरदारलाई सम्झाउनु भयो। उसको सबै संशयहरू हटाउनको लागि उहाँले भन्नुभयो कि कसैलाई त्यो दिव्य रूप दर्शनार्थको लागि एकांश समाधिको प्राप्त हुन्छ र कसैलाई दिव्य शब्दको एकांश समाधि प्राप्त हुन्छ। तर अर्कोतिर कसैलाई यी दुवै दिव्य दर्शन पनि हुन्छ र दिव्य शब्दलाई पनि सुन्छ। भगवान तथागतले ओटटको संशय दूर गर्दै भन्नुहुन्छ कि भिक्षुहरूले भावनाको समाधि प्राप्त गर्दछ र त्यसको 3 बन्धनको सम्पूर्ण नाश भएर श्रोता बन्न पुग्छ, जसले साधकलाई अथवा शिष्यलाई अधपतन हुनुबाट जोगाउँछ र आफ्नो बोधिलाई प्राप्त गर्नको लागि निश्चित गर्छ। सम्बोधि सुनिश्चित भइसकेपछि, सम्बोधि प्राप्त भइसकेपछि सबै प्रकारका विकारहरू, राग, द्वेष, हिंसा इत्यादिको त्याग, सबै दुःखहरूलाई एकैपटकमा निवारण गरे आफ्नो मोक्ष प्राप्त गर्छ। उहाँको संशय दूर गर्नु यस प्रकार, उहाँको संशय दूर गर्नको लागि जे संसारिक आवत जावत छ मन चित्तको विकार नाश भएर प्रज्ञालाई प्राप्त गर्छ, महाबोधिलाई प्राप्त गर्छ। र यो सबै को लागि जुन धारणा छ, शास्त्रमा भनिएको छ, अष्टाङ्गिक मार्ग जुन चाहिँ छ, सम्यक सोच, सम्यक दृष्टि, सम्यक भोजन, सम्यक कर्म र सम्यक कर्म इत्यादि जुन चाहिँ छ, त्यही नै आधार हो एउटा शिष्यको, एउटा साधकको, एउटा योगीको, जो आफूलाई त्यो उच्च अवस्थामा पुर्याउनको लागि जे जति पनि आफूभित्र विकार छ त्यो विकार हटाएर आफू निरन्तर क्रियाशील रहन्छ। जे जति प्रकारका दोषहरू छ त्यसले हटाएर निर्वाध गतिले आफू क्रियाशील हुनुपर्छ। तबै मात्र साधनाको फल सिद्धिको रूपमा प्राप्त हुन्छ र आफू निर्वाणको
गतिमा क्रियाशील भए मोक्षलाई प्राप्त हुन्छ। यसरी भगवान बुद्धले आफ्नो शिष्यहरूलाई ज्ञान दिनुभएको थियो। र यो कथाको यो जुन वैशालीमा उहाँ विचरण गर्दै आफ्नो शिष्यहरूलाई ज्ञान दिनेको उद्देश्य यति मात्र थियो कि आफ्नो कर्म, आफूभित्र भएको सम्पूर्ण विकारहरू, काम, क्रोध, दोष, मोह इत्यादि सबैलाई त्याग गरिकन निरन्तर क्रियाशील हुनु जरुरी छ। तब मात्रै त्यो अवस्था प्राप्त हुन्छ जुन अवस्थामा आफ्नो निर्माणको अवस्थालाई प्राप्त हुन्छ। धन्यवाद।